नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथामा। नेपाली कथामा आज भने म आफैले लेखेको कथाको शीर्षक जाने होइन। बादलका टुक्रा टुक्रीहरू फाटेर घामको किरण 70 डिग्रीको कोणमा मधुर प्रकाश हुँदै शैलेशको छ्याल छिरेको थियो। छ्यालका काँचहरू पार गर्दै शैलेशको ललाटमा पर्दा बल्ल ऊ बिउजियो। तनक्क शरीर तन्काउँदै ऊ बल्ल निन्द्रा पुगेको अनुभव गरेर जिउ छ्याङ्ग महसुस गर्यो। जिउ र दिन उस्तै लाग्यो। हिजो दिनभरि दिन धुम्मिएको र उसको जीवन पनि त्यस्तै। उठ्नै मन नलागे पनि नयाँ जोस आए झैँ जुरुक्क उठ्यो। हत्तेरिका, आज काम नभए पनि धेरै गर्नुपर्ने काम छ। जोसका साथ आफै बोल्यो। फेरि जिउ तनक्क तन्कायो। मैला लुगाहरूको चाङ बनायो र ढोका पछाडि राखिएको साबुन टपक्क टिपेर नजिकैको लुगा धुने मैलो र केही ठाउँ कुचिएको भाँडोमा कपडाको चाङ फुत्त फ्याँक्यो। कपडासँगै साबुनको डल्ला पनि फ्याँकिदियो अनि कपडा धुन कोठा बाहिर निस्कियो। घरधनी साह्रै जाति छन्, लुगा धुन र नुहाउन पानीको दुःख छैन। उसले मनमा नै सोच्यो, नजाति त मै पो त। मैलो लुगामा पानी खनायो र लुगाका पत्रमा साबुन दल्दै हिजोको स्मृतिमा घुम्न थाल्यो। हिजो पनि काम निकै गाह्रो भयो, सदाको जस्तै। के गर्नु, गाह्रो भनेर काम नगरी बस्न भएन। आखिर यही गाह्रो काम गर्न भनेरै त सहर आएको। सहर आउनु अर्को पनि कारण चाहिँ मुख मिठो गर्नु पनि छ। गाउँमा खाए पनि नखाए पनि त्यही सागपात शिकार खान पनि महिनौ कुर्नु पर्ने। चक्लेट बिस्कुट खाउँ भन्दा पनि 2 घण्टा हिँड्नै पर्ने। यहाँ सहरमा त पैसा मात्र हुनुपर्छ, सबै थोक पाउने। क्या गजब। यही विचारले शैलेशको इट्टा भट्टामा हिजोको थकित काम पनि सकिएको थियो। इट्टा चाङ लगाउँदै लोड गर्दै त कहिले काँचो इट्टा गाडीबाट झिक्दै भट्टीमा हाल्दै। 2 वर्ष भयो शैलेश यही काम नियमित गरेको। सुरुमा त पसिनासँगै आँसु पनि बग्थ्यो, तर आजकल पचाइसकेको छ। ओ भाइ, आज त खुब काम गरियो, एउटा मधेसी मुलको दाइले थकाइ मार्दै भन्यो। हो दाइ, बेसरी गरियो। दिन पनि धुम्म भएकोले खासै गर्मी पनि भएन आज त। बहुत अच्छा, कमाइ पनि ज्यादा भयो। अब जाने होइन? जाने होइन, यो शब्दले फेरि त्यही पट्टी साउनीको सम्झना गराइदिन्छ। बिछट्टै राम्री। सुरुमा रक्सी खान जाँदा तिनै साउनीको मोहनी रूपले तानेको थियो। अब चाहिँ उनको रूपले भन्दा पनि रक्सीको तलतलले ज्यादा तान्छ। नजाउँ होला दाइ आज, मैले भने। त्यो दाइले भन्यो, अच्छा म चाहिँ लागे। फेरि एकैछिनमा आले भाइ आएर फेरि त्यही वाक्य दोहोऱ्यायो। दाइ जाने होइन? उसको पनि गन्तव्य त्यतै थियो। शैलेशको पनि प्यास बढिरहेको थियो। अस्ति रक्सीको नसाले लड्दा खुट्टामा पीडा भएको र काम गर्दा औधी दुखेको कुरा फेरि सम्झियो। अनि त्यही रक्सी नै पिएर दुखाइ भुलाएको पनि सम्झियो। सुख दुःखमा साथ दिने भनेकै यही रक्सी रहेछ सोच्दै आफ्नो इरादा छिनमै परिवर्तन गर्दै भन्यो, ल जाउँ, एकछिन पर्खाइहाले, आजको हिसाब बुझेर आइहाले। रक्सीको मात बढ्दै जाँदा ठुला कुराहरू निस्किँदै गए। गाडी गुडाउनेदेखि देशै हाँक्ने गफ अनि साउनीको सधैँको जस्तो मोहनी भाका। रातको 12 नै बजेछ। भोलि छुट्टीको दिन भएकोले पनि आज अबेर भयो। राति पिउँदै 81 सँगै बसेको दाङतिरको दाइ 81 लडे। सबै एकछिन त चुपचाप लागे। धेरै नसाले लडेछन् भनेको त केही समयपछि पनि नउठ्दा उनीहरूले उठाउने प्रयास गरे। उनीहरूको लागिसकेको नसा पनि आधा जस्तो उत्रिसकेको थियो। दाइ के भयो, लौन नि? पसलले साउजी र साउनीले उनलाई उठाउने प्रयत्न गरे, तर त्यो दाइ होसमा थिएनन्। एकैछिन कताबाट एम्बुलेन्स आयो। त्यो दाइलाई हस्पिटल लगियो। एम्बुलेन्समा बसाउँदा चाहिँ त्यो दाइ भन्दै थिए, अरे मेरो त खुट्टा नै चलेन, के गरी परिवार पाल्ने। त्यो दाइलाई लिएर हस्पिटल हुइकियो एम्बुलेन्स। 1-2 जना साथीहरू पनि सँगै गएका थिए। शैलेश र केही साथीहरू पनि पछि नजिकैको हस्पिटलमा गए। हस्पिटलमा पुग्दा त्यो दाइलाई भित्र हस्पिटलको कोठाभित्र लगिसकेका रहेछन्। न्याउ र मुख लगाउँदै उसको भाइले भन्यो, 1-2 दिनमै ठिक हुन्छन् रे। रक्सीले प्रेसर बढायो अरे, तर भेट्न भने दिएका छैनन्। खै किन हो? धन्न ईश्वर। शैलेशले सन्तोषको सास फेर्दै भगवानलाई धन्यवाद दियो। केही छिनपछि नै शैलेश कोठा फर्कियो। बाटोमा उसले प्रण गर्यो, त्यो दाजै रक्सी पिएरै आज झन्नै खुस्किएका। अब म पनि रक्सी पिउँदिन। ओ शैलेश भाइ, हिजोको जस्तो अबेर घर आउने होइन नि अब। लुगा धुँदै गरेको उसलाई घरबेटीले मुख बिगार्दै भन्यो, हिजो त तिमीलाई समस्या परेर हस्पिटल जानुपर्ने भनेर छोडिदिएको, अब पनि रक्सी पिएर ढिला आयो भने बाहिरै सुत्ने। होइन भाउजू, अब त म रक्सी मुखमा राख्दा पनि राख्दिनँ, आफूलाई त ज्यानै प्यारो छ। ल राम्रो त्यसो भने। शैलेश अब रक्सी छुँदै नछुने भयो। काम चर्को थियो, कहिलेकाहीँ त खुब पिउन मन लाग्थ्यो। 1-2 चोटि त भट्टीको आधा बाटो पुग्यो अनि फर्कियो। केही समयपछि
किन हो किन पट्टीको साउनीको मोहनी हो या रक्सीको मातको तलतलले हो आज पनि चरको काम सकिएपछि शैलेश साथीहरूलाई सोध्दैछ जाने होइन आज पनि